नमस्कार। आजको यस विशेष प्रस्तुतिमा हामी सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो क्लासिक कथाको चिरफार गर्दैछौँ जुन हामीले सायद बाल्यकालमा धेरै पटक सुनेका छौँ। तर यो केवल एउटा साधारण बालकथा मात्र होइन नि। यसभित्र लुकेको शक्ति, सन्तुलन र मित्रताको गहिरो अर्थ आज हामी खोतल्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ है त, सेल र मुसाको कथाको यो रोचक विश्लेषण। ठिक छ, अब यसमा गहिरिएर प्रवेश गरौँ। के एउटा सानो फुच्चे मुसाले साँच्चै जङ्गलको राजालाई बचाउन सक्छ त? सुन्दा अलि अपत्यारिलो लाग्छ होइन र? तर आजको हाम्रो यो विश्लेषणले एउटा एकदमै असम्भव जस्तो देखिने नायकको रोचक यात्रालाई अगाडि ल्याउँदैछ। यहाँनिर हामीले बुझ्नै पर्ने मुख्य कुरा भनेको आकार र क्षमता बीचको जुन भ्रम छ नि, त्यो कसरी टुट्छ भन्ने हो। खण्ड 1, विशाल र सानो। यहाँ हामी शक्तिको ठूलो भिन्नताको कुरा गर्दैछौँ। कथाको सुरुवात एउटा एकदमै शान्त दृश्यबाट हुन्छ। एउटा शक्तिशाली शेर टन्न खाएर मजाले सुतिरहेको छ। अनि अचानक एउटा सानो चञ्चल मुसा उसको ढाडमा यता र उता कुद्न थाल्छ र पुच्छरमा चिप्लिन्छ। र यसले उत्कृष्ट रूपमा के देखाउँछ भने यहाँ कति ठूलो शक्तिको असन्तुलन छ। एकातिर जङ्गलको राजा छ जसका ठूला नङ्ग्रा र डरलाग्दा दाँत छन्, एकदमै शक्तिशाली। अनि अर्कोतिर एउटा सानो मुसा जो केवल खेल्न मस्त छ र जसलाई सजिलै पासोमा पार्न सकिन्छ। यो कन्ट्रास्ट अर्थात् भिन्नता एकदमै रोचक छ। खण्ड 2, दयाको याचना। मुसाले कसरी जीवनको भीख माग्छ भन्ने कुरा यहाँ आउँछ। निद्रा बिथोलिएपछि शेर कति रिसाउँछ होला, हामी कल्पना गर्न सक्छौं नि। ऊ भयानक रूपमा गर्जिँदै उठ्छ र एकै झट्कामा त्यो सानो मुसालाई आफ्नो विशाल पन्जामा च्याप्छ। आफ्ना ठूला दाँत देखाउँदै ऊ मुसालाई खान खोज्छ। मृत्यु आफ्नै अगाडि देखेपछि त्यो सानो मुसा आत्तिँदै एकदमै हतार हतार भन्छ, हे राजा, म धेरै डराएको छु, कृपया मलाई नखानुहोस्, मलाई यसपटक माफ गरिदिनुहोस्, म यो उपकार कहिले भुल्ने छैन र सायद कुनै दिन म पनि तपाईलाई मद्दत गर्न सक्छु। सोच्नुस् त, यस्तो अवस्थामा त्यस्तो ठूलो बाचा। अब यो सानो मुसाले मद्दत गर्छु भनेको सुनेर शेरलाई कस्तो लाग्यो होला। ऊ त मरी हाँस्न थाल्छ। एउटा फुच्चे मुसाले जङ्गलको राजालाई मद्दत गर्ने कुरा उलाई एकदमै हास्यास्पद लाग्छ। तर भाग्यवश भनौँ, शेरले भर्खरै खाना खाएर पेट टन्न पारेको थियो। त्यही भएर उलाई अलि दया लाग्छ, आफ्नो पन्जा खोल्छ र मुसालाई जान दिन्छ। तर जाँदा जाँदै उसले चेतावनी पनि दिन्छ है, यस्तो गल्ती फेरि कहिले नदोहोर्याउनु। खण्ड 3, सिकारीको जालमा। अब यस स्लाइडमा साँच्चै चाखलाग्दो कुरा के छ भने हामी कथाको केही दिन अगाडि बढ्दैछौँ र जङ्गलको त्यो शक्ति सन्तुलनमा अचानक एउटा ठूलो परिवर्तन आउँदैछ। घटनाक्रम कसरी अगाडि बढ्छ हेरौँ है त। जङ्गलमा केही सिकारीहरू आएर रुख पछाडि लुकेर बसेका हुन्छन्। जब शेर अन्जानमै त्यो बाटो हुँदै आउँछ, ती सिकारीहरूले एक्कासी डोरी तान्छन् अनि जङ्गलको राजा, त्यो विशाल शेर एउटा बलियो जालमा पर्छ। शेर कति जोडले गर्जियो होला, तर केही लागेन। त्यो यत्रो ठूलो शेरलाई बोक्न गाडा लिएर आउनुपर्छ भन्दै सिकारीहरू गाउँतर्फ लाग्छन्। अनि जङ्गलको राजा त्यही जालमा असहाय भएर फस्न पुग्छ। खण्ड 4, सानो उद्धारकर्ता। अब त्यो सानो मुसाको पालो आउँछ। जङ्गलभरि शेरको त्यो पीडादायी ठूलो गर्जन गुन्जिन्छ। सबै जनावरहरू डराउँछन्, तर त्यो आवाज हाम्रो सानो मुसाको कानमा पनि पुग्छ। उसले तुरुन्तै चिनिहाल्छ, अहह, राजा त ठूलो मुस्किलमा पो पर्नुभएछ। अनि मुसा एक सेकेन्ड पनि खेर नफाली त्यहाँ कुद्छ। त्यहाँ पुग्ने बित्तिकै ऊ त्यो अग्लो जालमाथि सर्र चढ्छ। आफ्ना साना तर एकदमै धारिला दाँतहरूले उसले छिटो च्याट डोरी काट्न थाल्छ। हेर्नुस् त, यो त्यही असम्भव जस्तो लाग्ने बाचा थियो नि जुन मुसाले अहिले आफ्नो ज्यानको बाजी लगाएर पूरा गर्दैछ। जालबाट पूर्ण रूपमा मुक्त भइसकेपछि शेरले एउटा एकदमै गहिरो सत्य महसुस गर्छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यहाँ शेरको त्यो ठूलो अहङ्कार टुटेको छ। उसले एकदमै नम्र भएर स्वीकार्दै भन्छ, एउटा सानो मुसाले पनि यति धेरै ठूलो मद्दत गर्न सक्ने रहेछ। धेरै धेरै धन्यवाद मुसा। अबदेखि तिमी यो जङ्गलमा एकदमै खुसी साथ बस। आजदेखि तिमी यो जङ्गलको राजकुमार हौ। खण्ड 5, मित्रता र यस कथाका मुख्य पाठहरू।
त्यसपछिको दृश्य कति मनछुने छ भने नि त्यो हाम्रो नयाँ राजकुमार मुसा फेरि पनि पहिल्यै जस्तै शेरको ढाडमा खेल्न थाल्छ, पुच्छरबाट चिप्लिन्छ अनि जब ती सिकारीहरू गाडा लिएर फर्किन्छन् नि उनीहरू दुवै मिलेर सजिलै ती सिकारीहरूलाई त्यहाँबाट भगाइदिन्छन्। अब यो सम्पूर्ण कथाबाट हामीले सिक्न सक्ने मुख्य कुराहरू एकदमै स्पष्ट छन्। पहिलो, दया र करुणा कहिले पनि खेर जाँदैन। एउटा सानो दयाले जीवन बचाउन सक्छ। दोस्रो, आकारले मात्रै कसैको मूल्य वा क्षमता निर्धारण गर्दैन। मुसाले त्यो काम गरिदेखायो जुन विशाल शेरले गर्न सकेन। र तेस्रो, हिजोका दुश्मनहरू पनि जीवनभरका लागि सच्चा साथी बन्न सक्छन्। अन्त्यमा यो एउटा गहिरो प्रश्नमा विचार गरौँ। हाम्रो वरपरको संसारमा ती साना सहयोगीहरू को हुन सक्छन् जसलाई हामी अक्सर कमजोर वा महत्त्वहीन भनेर बेवास्ता गरिरहेका हुन्छ। सायद उनीहरूभित्र नै सबैभन्दा ठूलो सम्भावना र अकल्पनीय शक्ति लुकेको हुन्छ। कहिलेकाहीँ सबैभन्दा सानो उपस्थिति नै सबैभन्दा ठूलो परिवर्तनको कारण बन्न सक्छ, होइन र? यो कुरालाई मनन गर्दै आजको हाम्रो यो विश्लेषण हामी यही बिट मार्छौं। सबैलाई धेरै धेरै धन्यवाद।